आमा होटलको टपमा छु म चाहिँ। देख्नु सक्नुहुन्छ यहाँबाट देखिने दृश्यहरू यो विराटनगरको यता यस्तो दामी दामी फुलहरू चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो यो लास्ट दिन पनि बस पार्कै घुमाइ छ। देख्नु सक्नुहुन्छ यत्रो ठुल्ठुलो बसहरू कहाँ कहाँ जानलाई तयार हुँदैछ। अब यो पछाडि त ठुलो बस आउँछ हेर। माछा आयो माछा। फिस करी, यो कोपी आलु, यता साग के साग पो यो बर्तल खाँदा स्वास्थ्य हेल्दी। दबाई चाहिँ मिठो लाग्छ। यति भए मैले त यता गङ्जेरै बनाएको छ। 3 4 5 6 7 8 9 10 11। सो हाई गाइज, गुड मर्निङ, वेलकम एन्ड वेलकम ब्याक, न्यू डे न्यू ब्लग। आयो बजारहरू चाहिँ आरामै हुनुहुन्छ होला। हामी पनि एकदम फिट एन्ड फाइन छ। अनि म चाहिँ अहिले ब्लग स्टार्ट गर्दैछु विराटनगर मामा होटेलबाट। विराटनगर बस पार्कको मामा होटेलको टपमा छु म चाहिँ। देख्नु सक्नुहुन्छ यहाँबाट देखिने दृश्यहरू यो विराटनगरको यता यो कुन साइड पर्छ थाहा छैन। यहाँ अगाडि चाहिँ पुरै के भन्छ यो सब्जी पाउने तरकारी पसल छ। यहाँ बजार छ ठुलो र चाहिँ अस्ति हामी घुमेको थियौँ तर भिडियो चाहिँ गरिएन। अनि यहाँ अलिकति यता पर्तिर गएपछि बस पार्क छ अनि हामी चाहिँ यहाँनिर बसेका छौँ। आज चाहिँ हाम्रो 6 डे हो साथीहरू, 6औँ दिन हो विराटनगरको बसाइ। अनि धेरै दिन पछाडि आज मौसम यस्तो भइरहेछ है, पुरै यो तुवालो लागिरहेछ। हिजोतिर एकदम क्लियर थियो। अनि त्यो आजको भिडियो के हुन्छ कस्तो हुन्छ, हाम्रो चाहिँ प्लानिङ केही हुँदैन भिडियो बनाउने। भिडियो सुरु गरिन्छ अनि जे हुन्छ त्यही हालिन्छ। अब प्लानिङ गरे अनुसार चाहिँ केही पनि हुँदैन। प्लानिङ गरिन्छ एउटा, भरे लास्टमा त्यो हुँदैन, अरू नै हुन्छ। त्यही भएर प्लानिङ गर्दैनौँ हामी, जे हुन्छ त्यही भिडियो बनाउँछ। आज 6 डेको भिडियो कस्तो लाग्छ के लाग्छ अन्तिम हेरेर प्रतिक्रिया दिनु होला। यता साथीहरू भिडियो कस्तो लाग्छ माया गरिदिनु होला। साथीहरूलाई सक्दो हुनसक्छ सेयर गरिदिनु होला। अनि लाइक गर्नुभएको छ भने लाइक चाहिँ मेन भनेको लाइक गर्नुहोस्। लाइक कमेन्ट जति तपाईँहरूको आयो भिडियो बनाउने जाँगर पनि त्यति नै चल्छ। त्यही हो, तपाईँहरू सपोर्ट गर्नुहुन्छ भन्ने आशा गर्दछु। अनि आजको डे 6को भिडियो इन्जोय गर्नु होला। अनि यहाँनिर हाम्रो मामा होटलको मामा माइजूले चाहिँ टक्क फुलहरू यहाँनिर देख्नु सक्नुहुन्छ। लसुनहरू एकदम माथि छतमै दामी बनाउनु भएको छ। तलको फुलहरू यहाँ मुनि दामी दामी फुलहरू पनि लगाउनु भएको रहेछ। यहाँको सर्भिस पनि एकदम राम्रो छ। कोही आउँदै हुनुहुन्छ भने यता विराटनगरतिर मामा होटल सम्पर्क गर्नु होला, एकदम राम्रो छ। तर अगाडि नै बुकिङ गर्नुपर्ने रहेछ, लास्टै प्याक हुन्छ एक्जामहरूको बेलामा चाहिँ। है त आजको भिडियो के हुन्छ इन्जोय गर्नु होला। यहाँ देख्नु सक्नुहुन्छ यस्तो दामी दामी फुल रोप्नु भएको छ यहाँ मामा माइजूले होइन। दामी फुली पनि रहेछ। देख्नु सक्नुहुन्छ यो झन् यस्तो दामी दामी फुलहरू चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो दामी गरी फुल ओह्रादेखि परेसम्म, पल्लो छेउदेखि पल्लो छेउसम्म रोप्नु भएको छ फुल। यस्तो दामी तरिकाले राख्नु भएको छ। ढोकासम्म पुग्नु भएको छ। ढोका खोल्नु खोज्छ त अड्किन्छ त सर। सक्नु लाग्नु भयो। यस्तो बिजोग चाहिँ विराटनगरमै आएर भएको होला है तपाईँको। हेर्नु त ठ्याक्कै पा जस्तो छ भने यस्तो छ हालत हाम्रो सरको। मेरो त 1 दिन हो। मेरो त भोलिसँग 2 दिन हुन्छ सर। अस्ति कस्तो हुँदो रहेछ होइन। यो मार्करहरू आज लानु हुँदैन सर, यता छोड्नुपर्छ मार्कर। भोलि मेरो यस्तै होला। मार्कर चाहिँ आजै छोडेर जाने, भोलिको एजेन्डा मेरो छ। गाह्रो छ है बिहान बिहान उठेर एजेन्डा बनाउनु पर्यो आज उठेर यसरी। ठिक छ, हामी कम त गाह्रो छ त हामीलाई होइन। बिहान बिहान उठेर चाहिँ एजेन्डा लेख्नुपर्छ। गाह्रो छ नि भन्नु सजिलो छ। तालिममा जाने आनन्द भन्छन् होइन। यसरी बिहान उठेर यसरी लेख्नुपर्छ। पढ्नु पनि छ। गाह्रो छ हौ सर, गाह्रो। हाम्रो विराटनगर बसाइ पनि सकिने लाग्यो अब लास्ट। आज भोलि त लास्ट डे है। आज लास्ट डे हुनुपर्छ त। आज बसाइ भोलि चल्दै हिँड्नु ल। आज लास्ट डे होइन, भोलि चल्दै। हाम्रो चाहिँ आज लास्ट डे, भोलि चाहिँ चल्दै। भोलि चाहिँ हाम्रो एकदम समापन कार्यक्रम मात्रै छ। आजसम्म चाहिँ क्लास एजेन्डा तयार गर्नु जति गरियो आजसम्म गरियो। आज गएर दिनभरि काम गर्ने हो। भोलि चाहिँ
बिहानै हामी बिदाई हुन्छौँ यहाँबाट 10-11 बजी 10 बजी निस्किन्छौँ होला यसरी झोला बोक्ने यो कुर्सी हिँड्ने दिन पनि अब सकिँदैछ ल 500को लगाइयो 500को ल हाम्रो आज लास्ट डे विराटनगरको लास्ट डे हामी बस पार्कतिर दिन यत्रो दिन त बस पार्क डुल्यो अब लास्ट दिन पनि बस पार्कै घुमाइ छ देख्नु सक्ने यत्रो ठुल्ठुलो बसहरू कहाँ कहाँ जानलाई तयार हुँदैछ अब यो पछाडि त ठुलो बस आउँदैछ कत्रो बस आउँदैछ साथीहरू विराटनगरको बस पार्क भयो कति ठुल्ठुलो बसहरू यहाँ कति यहाँ आएर बसेको छ नि भोलि बिहान गट्टङ्ग्रा कुटुङ कुद्ने होला हाइवे लाइन यता छ हाइवे पनि सुनसान छ क्यार अहिले त हामी चाहिँ आज लास्टै यसो हावा खान निस्केको खाना रेडी भएको छ र ल हाइवेतिर एकछिन घुम्छौँ अनि हामी लाग्छौँ भने सर न माछा आज विराटनगरको अन्तिम दिन बस है हाम्रो टक्कै होइन हुन्छ ठिक छ हुन्छ डेली भएर वाक्क हुन्छ कि अनि एउटा मात्रै ल्याएको थिएँ कि हुन्छ ठिक छ हामीलाई नि भइहाल्छ यति भयो माछा आयो माछा हाम्रो स्पेसल छ साथीहरू यता यहाँ चाहिँ फिस करी यो कोपी आलु यता साग के सागको यो साग साग त नन खबर यो अचार ब्रोकाउली के कोपी आलु एकदम स्पेसल हो स्वास्थ्यको लागि हेल्दी डेन्जर कागती अचार एकदम मिठो रहेछ है खाना खाइसक्नुभयो मामा भोक लागेर खाइदिए ठिक छ हामी पनि एकछिन बस पार्क एक फोनको लागि कामले गर्दा भोक लाग्यो ए कसरी दिन्छ होइन यो आन्टीको साथीको पेट छ कि ओभरलोड भयो अनि सघाइदिएको ठिकै छ खाली टाइम हुँदाखेरि छ नि त साथी सघाइदिएको खाली टाइम हुँदा पैसाको कुरो छैन त्यसमा 20,000 थाप्न गरे भर्खर 8-10,000 भएको छ अरे ए 20,000 10-12,000 बाँकी थियो हाम्रो त दिउँसो त केही काम हुँदैन नि होइन नि त अहिले कसैसित लोक्स्यो भने मान्छे सबै त्यो प्याकाम हुन्थ्यो। होइन आज त चुनावले गर्दा होला चुनाव भोलिदेखि त झन् कोही हुँदैन अगाडि पनि गएपछि कोही हुँदैन त्यहाँ दिउँसो यसो बस्ने त्यही डोरी उड्ने त हो यसो शरीरलाई एक्सर्साइज पनि हुन्छ त्यही गर्दा पनि 800 उनिएछ आज 800 तर काम त गर्नुपर्छ नि त अहिले बर्तल खाँदा स्वास्थ्य हेल्दी यार भोलि आज पानी कसरी देख्दैन हुँदैन मासु भाषा पुष्टि भनेको
थोरै खाना ल्याइदिनु मलाई होइन माछा र दहीसँग चाहिँ दामी लाग्छ अब माछा दिँदाखेरि चाहिँ सबै मरेर खतम भयो नि झन् डढी पठाएछ खाना पनि ठिकै छ अन्न हो जस्तो भए पनि पेटलाई त हो तपाईँलाई मलाई थोरै लगाइदिनुहोस् ल माछाको तरकारी दही चाहिँ मिठो लाग्छ ल यति भए भयो खानुपर्छ तर अलिक खानेकुरामा बल गर्नुपर्छ अरू चाहिँ सक्दिनँ होइन माछा र दहीमा चाहिँ फेरि अनि घिउ हुनुपर्छ मान्छेले नपत्या खायो खानेकुरा पचाउने केही खाऊ अरू त सबै ठिक पुग्छ अनि साँच्चै हुन्छ माछा होइन दही घिउ खानेकुरा त डरै खानुपर्छ सर अनि अरूसँग त खानु सक्दैन क्या भात म त ड्याङ्की दिने हो सुँगुरको टक्की लागेको होइन त्यो मजा लाग्यो लास्टमा चाहिँ यसरी मजाले मुछ्ने अनि ड्याङ ड्याङ हानिदिने हो सबै खालको सबै मन पर्ने होइन मासुमा सुँगुर बस्नु नि बलियो टिपवाला त्यसलाई होइन ल चट्ट ठुल्ठुलो पिस हाल्ने अरू केही नगर्ने मैले त यता गङ्जेरै बनाएको छ गङ्जेरै बनाइयो टक्क खाएर यस्तो बनायो यसलाई त्यो चाहिँ पखेटावाला होइन ढाड यस्तो बनाइयो साथीहरू यस्तो मासु खाइयो कि माछाको नि मासु त है सर भन्नु पर्यो विराटनगरको बसाइ कस्तो भयो तपाईँलाई एकदम आरामदायी मामा होटल सम्झिनु होला यहाँ विराटनगर सम्झिनु होला माछा चाहिँ मिठो पाउँछ मामा होटल माछा चाहिँ एकदम डेन्जर हो अनि पानीको बोतल हेर्ने भयो यहाँ छ पानी कति खान्छु भन्ने कुरा यहाँ छ यता पनि छ है त्यता पनि छ गर्नु सर 1 2 3 4 5 6 7 8 9 10 11 12 13 13 ठ्याक्कै 2 दिनको 2 दिनको पानी 13 बजे अनि अब हामी सुत्नुपर्ने हुन्छ भोलि बिहानै हामी क्लास यताउता सकेर फेरि लाग्छौँ भोलिको यात्राको भिडियो आउँछ बबाल यो फोन त आउँदै गर्छ सर के गर्नु भिडियो गरेको बेला फोन आउँछ होइन ल गुड नाइट सुतौँ आज सामानहरू प्याक यता गरिहाल्नुपर्छ कि बिहान उठेर गर्दा नि हुन्छ है बिहान त जानुपर्छ अहिले गर्ने अहिले ट्र्याक्टर प्याक गर्छौँ हामी एकछिनबाट ल त्यही हो आजलाई छुट्टी राखौँ भोलिको ब्लगमा भेट्छौँ भोलि चाहिँ हामी कुद्ने हो विराटनगरदेखि धरानदेखि बाइकमा हामी घरसम्मको यात्रा